आज रोबोटलाई लिएर बजार आएको छु, तर सामान मेरो लागि किन्न आएको कि उसको लागि आएको हो छुट्याउनै गाह्रो भयो। हेर्नुस् पुरा भिडियो कस्तो लाग्छ, लाइक कमेन्ट सेयर र फलो गर्नुहोला। धन्यवाद। रोबोट, आज बजार जाउँ, सामान किन्नुपर्छ। हजुर, पैसा तपाईँको हो नि? यो सामानहरू किनेर ल्याऊ। चामल, तेल, तरकारी अनि मेरो मोमो। तिम्रो मोमो छैन। राम्रो तरकारी छान। यो टमाटर 98% राम्रो छ। टमाटर हो, मोबाइल होइन। दाइ, अलि सस्तो गर्नुहोस्। कति सस्तो? आधा। ए रोबोट! ए रोबोट, खोइ! यो के बोकेको? मेरो सपिङ। यी मोमोका सामान कसले किन्यो? मैले। किन? मलाई पनि भोक लाग्छ नि। अबदेखि बजार तिमी एक्लै जाऊ। साँच्चै? हो, पैसा पनि म दिन्छु। मालिक जिन्दाबाद।